Hello, good afternoon guys. It's me प्रज्वला. वेलकम ब्याक टु माई च्यानल है. आज चाहिँ हामी कहाँ जाँदै थियौँ भने चाहिँ आज चाहिँ हामी घुम्न जाँदै थियौँ किनकि कति दिन भएको थियो नि त नानी बिसन्चो भएर प्लस म पनि बिसन्चो भएर चाहिँ हामी निस्केको थिएन नि त. अन्त आज चाहिँ हामी सबैजना दिदी म नानी दुईटा नानी लिएर चाहिँ हामी चाहिँ आज घुम्न जाँदै थियौँ. अनि त्यसको बादमा हामी चाहिँ मङ्गलधाम जाँदै थियौँ नि त. नानी चाहिँ त्यहाँ खेल्छ भनेर चाहिँ नानीलाई त्यहाँनिर लिएर गएको. अनि त्यसको बादमा हामी चाहिँ मङ्गलधाम पुग्न आँटेको थियो. त्यसको बादमा हामी चाहिँ मङ्गलधाम पुग्यो. हेर्नु सक्नुहुनेछ तपाईँले चाहिँ भ्यूहरू चाहिँ कस्तो छ भनेर. कति वर्ष बादमा हामी आयो क्या आज मङ्गलधाम चाहिँ. अब कति भएको थियो नि त हामी नगएको. अन्त त्यसको बादमा चाहिँ हामी चाहिँ भित्र एन्ट्री गऱ्यो. एन्ट्री गरेर चाहिँ हामी भित्र पस्यो. मनै पिस भयो क्या मङ्गलधामभित्र पसेर चाहिँ. त्यसपछि हामी चाहिँ भित्र एन्ट्री गऱ्यौँ मङ्गलधामको भित्र एन्ट्री गरेर चाहिँ हामी चाहिँ यहाँ भगवान्लाई ढोकेर चाहिँ त्यसको बादमा चाहिँ मेरो छोराले पनि भगवान्लाई ढोक्दैछ. उसलाई चाहिँ मैले त्यहाँ छोडिदिएको थिएँ नि त के गर्छ भनेर. अन्त त्यसको बादमा चाहिँ उसले पनि जिउवा गर्दै थियो. अन्त त्यहाँनिर जाँदै थियो. हेर्नु सक्नुहुनेछ. अनि फाइनली हामी चाहिँ माथिपट्टि चढ्यो. माथि चढेर चाहिँ हामी त्यहाँ माथि जाँदै थियौँ. त्यहाँदेखि त्यसको बादमा चाहिँ हामी माथि पुगेर चाहिँ भित्र पनि एन्ट्री गऱ्यो. भित्र पसेर चाहिँ एकदम सानसुन्ना देख्दाखेरि चाहिँ कस्तो पिस फिल हुन्छ क्या. माइन्डै फ्रेस हुन्छ. त्यहाँदेखि भित्र पसेर हामीले दर्शन गऱ्यो. त्यसको बादमा चाहिँ नानीलाई चाहिँ मैले त्यहाँ छोडिदिएको थिएँ नि त खेलोस् भनेर. पछि चाहिँ हामी चाहिँ यहाँबाट निस्केर चाहिँ हामी आइपी पार्क जान्छु भन्यो नि त. नानीले चाहिँ यहाँ आइपीमा खेल्छु भन्यो. यहाँ भाइलाई खेलाउँदैछ. हजुरको लागि यति नै गाइज. थ्याङ्क यू फर वाचिङ.